हेलो हेलो नमस्ते नमस्ते सबैजनालाई सबैजना नमस्ते मामा माइजू हजुरबा हजुरआमा सबैलाई नमस्ते है म चाहिँ हजुरको हिमाल कुँवर होइन हाम्रो रमेशजीको साथी एके टुर्स एन्ड ट्राभल्सको सञ्चालक अहिले चाहिँ हामी पोखरामा छौँ होइन अब हामी पोखराबाट चाहिँ आजको हाम्रो यात्रा भनेको मुक्तिनाथसम्मको छ है हजुरलाई चाहिँ अब मैले के भन्न गइरहेको छु भन्दाखेरि हामी चाहिँ अहिले हजुरको पोखरामा चाहिँ 800 मिटर 822 मिटरको हाइटमा छौँ समुद्र सतहबाट है त्यसपछि हजुरलाई चाहिँ हामी यहाँबाट चाहिँ 3800 मिटरको हाइटमा जाँदैछौँ मुक्तिनाथ भनेको हजुरको 3800 मिटरको हाइट हो कि त्यही भएर तपाईँहरूलाई चाहिँ माथि लेक लाउने होइन लेक लाउने भनेको चाहिँ हजुरलाई बमिट आउने होइन बमिट आउला जस्तो हुने टाउको दुख्ने अनि आफूलाई चाहिँ एकदम कमजोरीपन भयो भने चाहिँ तुरुन्त खबर गर्नु है किनभने त्यस्तो भयो भने चाहिँ माथि पुस धकालिन हुन्न कि माथि मुक्तिनाथमा जान चाहिँ गाह्रो हुन्छ नि त होइन विभिन्न घटनाहरू घटिरहेको छ मासतिर त्यही भएर चाहिँ हजुर त्यस्तो गाह्रो भयो भने त्यहीँ जोमसोममा मुक्तिनाथमा पनि नर्मल स्वास्थ्य चौकीहरू छ है त्यही भएर त्यस्तो कुराहरूमा विचार गर्नुपर्छ त्यही भएर आजको हाम्रो बसाइ चाहिँ अब हामीले चाहिँ कि पहिलो दिन चाहिँ हामीले कि चाहिँ मार्फा है कि चाहिँ हामीले जोमसोम यो दुईटामा राख्ने गर्छौँ के हजुरको एकैचोटि तल्लो लेभलबाट माथिल्लो लेभल जाँदा मान्छेलाई अक्सिजनको कमी हुने सास फेर्न गाह्रो हुने हुन्छ नि त त्यही भएर है त्यही भएर अब हजुरहरूलाई चाहिँ हाम्रो साथमा ट्राभल गर्दाखेरि हामीसँग हजुरहरूलाई यस्तो गाह्रो भइहाल्यो भने मेडिसिनहरू पनि सबै छ मसँग होइन यदि तपाईँहरूलाई त्यस्तो केही भइहाल्यो भने चाहिँ तुरुन्त मलाई सम्पर्क गर्नु है हजुरहरू रुममा हुनुहुन्छ नि त त्यही भयो भने नम्बरहरू सेयरिङ भइहाल्छ हजुरहरूले चाहिँ मलाई सम्पर्क गर्ने मुक्तिनाथ चाहिँ हजुरको त्यही भएर आज चाहिँ डाइरेक्ट गइन्न आज चाहिँ मार्फा अथवा जुमसुमा बसिन्छ है त सबैलाई मुक्तिनाथ कि जय ल एके टुर्स एन्ड ट्राभल्स एके टुर्स एन्ड ट्राभल्स अलवेज है अलवेज द बेस्ट